सो आज हामीले खाँदैछौँ कोदाको सुप। यसमा के छ भन्दाखेरि गाजर छ, अनि फेरि केराउ छन्, मसरुम छ, धनियाँ छ, कोदो छ। यस्तो बबाल भयो कि पुरै नै छोड्नुहोस्। तपाईँले पनि ट्राई गर्न सक्नुहुन्छ। यसको रेसिपी चाहिँ हाम्रो बुवा हुनुहुन्छ, मलाई थाहा छैन, बुवाले बनाउन आएको यो। अब यो के राखेर बनाउन आएको त्यो थाहा भएन, कसरी बनाउन आउने थाहा भएन। हामी चाहिँ खान बसेको बाई त्यो हामी खाएर टेस्ट गर्छु है मैले कस्तो रहेछ। दामी छ। यस्तै खाना हो भने कति वर्षमा बुवा? अब अहिलेको उसमा चाहिँ हामी अब 40 वर्ष 45 वर्षमा बाँचिन्छ कि भन्थ्यो, तर यस्तो खाना सुरु गरेपछि 80 त्यति त धेरै हुन्छ कि है। 50-55 वर्षसम्म त अलि बाँचिन्छ कि है। त्यही भएर तपाईँले नि यस्तै खाने गर्नुहोस्।